धन्यवाद रोहित जी। जो हाम्रो योगदान विगत 5 वर्षको उसमा हाम्रो महामन्त्रीज्यूले लगभग सबै कुरा तपाईको समक्ष राखे। बाँकी म उनको सहयोगमा हमेशा सहायक महामन्त्रीको रूपमा मैले कार्य गरेँ। म धेरै समय त दिन सकिनँ समाजलाई, लेकिन जहिले पनि दिन्छु। शनिबार आइतबार म यहाँ आउँछु, म बाहिर रहन्छु और पूरा तन मन धनसित म लागिरहन्छु। बाँकी जो कार्यमा मलाई एडिशनल कार्य पनि समाजले दिएको थिए कि समाजको लेखाको ऑडिट गर्ने हो और हाम्रो कोषाध्यक्ष श्री लक्ष्मण जी ले बहुत राम्ररी लेखा बुक कीपिंग बहुत राम्ररी राखे। मैले हेरेँ, बहुत बिल वाउचर कैश बुक सब राम्ररी हेरेँ। कुछ अलिकति जो कमियाँ तो उन्होंने बताए, अगाडि यो दुरुस्त हुन्छ फेरि। और उनको उपलब्धि उन्होंने बताया कि अब हाम्रो यूपीआई ट्रांजेक्शन भी हुन सक्छ खातामा और दर्पण पोर्टलमा पनि हाम्रो रजिस्ट्रेसन भइरहनु। अगाडिको लागि ट्याक्समा छुटको लागि एटीडी जो सामाजिक संस्थाहरूलाई करमुक्त गर्ने एउटा म्यान्डेट हुन्छ सरकार, भारत सरकारको, उसको लागि पनि हाम्रो समाज काम गरेछ और अभी प्रक्रियामा छ पूर्ण भाषीमा। अरू जो भन्छन् कि समाजको जो खाता हुन्छ, लेखा हुन्छ, ऊ समाजको दर्पण हुन्छ। समाजले हेर्ने नहेरे, समाजको खाता हेरे थाहा भइजान्छ कि समाजले के उपलब्धि गरेछ, आफ्नो धन कहाँबाट आछ और कस्तो राम्ररी खर्च भइरहेछ, ऊ सब देखाइदिन्छ हाम्रो लेखामा, खाता बहीमा। तो इसी कुरा को साथी मैले यो पनि भन्न चाहन्छु कि 1,06,000 रुपये जति बढोत्तरी सरप्लस अमाउन्ट जब हाम्रो कोषाध्यक्षले चार्ज पाए थे तो 1,06,000 रुपये आजसम्म सरप्लस छ। सरप्लस मतलब यति हाम्रो प्लस गरेर आजको जो कारकारी फर्म हुन्छ यो चार्ज जो कोषाध्यक्ष हुन्छ उसले दिइन्छ। तो हामीहरू हाम्रो समाज सबै मिलेर राम्ररी काम गरेका छौँ मिलेर और अगाडि पनि यस्तै गर्ने तपाईहरुको सहयोगको अपेक्षा छ। बस यति कुरा भनेर म आफ्नो वाणीले विराम दिन्छु। धन्यवाद। अब अगाडिको कार्यक्रम प्ले कार्यक्रमलाई अगाडि बढाउँदै हाम्रो सहायक महामन्त्री बीबी विष्टज्यूले आफ्नो वक्तव्य दिइसक्नुभयो र अब हाम्रो कार्यक्रममा हाम्रो समाजलाई अगाडि बढाउँदै कर्मठ हाम्रा संयोजक पदमा हुने श्री शंकर गदानी जीसँग म अनुरोध गर्दछु कि आफ्नो कार्यवृत्तिको बारेमा बताइदिनु हुन र आफ्ना 2 शब्द छिटो छरितो रूपमा राखिदिनु हुन म विनम्र अनुरोध गर्दछु। शंकर गदानी जी। धेरै धेरै धन्यवाद। यति टाढाबाट हजुरहरू आइदिनु भयो आज समाज सम्झेर, धेरै धेरै धन्यवाद सबैलाई। सर्वप्रथम हाम्रो संरक्षक महोदय, आदरणीय अध्यक्षजी, आदरणीय उपाध्यक्षगण, आदरणीय हाम्रो श्री रमेश दाजी, अरू आदरणीय हाम्रो जति पनि वरिष्ठ हुनुहुन्छ सबैलाई म धन्यवाद गर्न चाहन्छु। र मैले आफ्नो काम भन्नु पर्दैन होला, हजुरले देखिराख्नुपर्छ, यति समय पनि छैन भन्नुलाई किनकि धेरै लेट पनि भइसक्यो। र म यही भन्न चाहन्छु कि समाजको सँग रहनुहोस्,
र म सबैभन्दा धेरै धन्यवाद दिन चाहन्छु हाम्रो निरु दिदीलाई, जो पहिले उहाँको श्रीमान समाजमा संस्कृत डाइरेक्टर हुनुहुन्थ्यो। अहिले जसले काम गर्छ उहाँको नाम लिनुपर्छ, न कि मेरो आफ्नो नाम लिने। सरोजनी नगर क्षेत्रमा राति 11 बजीसम्म उहाँले घर घर पुऱ्याएर बहुत ठुलो कार्य गर्नुपर्छ। आज उहाँहरू मेम्बर पनि यहाँ उपस्थित हुनुहुन्छ र हाम्रो राजकुमारजी सिबिआईमा इन्सपेक्टर हुनुहुन्छ, अहिले उहाँको ट्रेन पनि छ, दिल्ली पोस्टिङ भयो, उहाँ पनि आज समाजको मिटिङको लागि आउनुभयो। यस्तै धेरै हामीहरूको दाजुभाइ दिदीबहिनीहरू धेरै बिजी समय लिएर पनि आउनुभयो। म धेरै धेरै धन्यवाद गर्न चाहन्छु हजुरहरूलाई। र हामीहरूको 56 सालको संस्था चलिरहेछ र कति मेहनत गरिरहेछौँ र हाम्रो आदरणीय अध्यक्षजी यो समाजलाई सम्हालेर राख्नुभएको छ। धेरै ठुलो कुरा हो र कति प्रायको मनमा यो पनि हुन्छ कि अध्यक्षजी उहाँ के हुनुहुन्छ भनेर, तर अहिलेसम्म उत्तर प्रदेशमा घुम्दाखेरि उहाँको जस्तो एउटा काबिलियत र एउटा ठहराव कसैको छैन। धेरै मैले घुमिसकेँ, ठहराव हुनु बहुत जरुरी छ। अब हामीहरू त अब केही आउँदैन हामीलाई र उहाँको छत्रछायामा हामीले सिक्दैछौँ। र म यो भन्न चाहन्छु कि आज हामीहरूको जति पनि गोर्खालीको घर छ, अहिले यस्तो घर छ कि समाजमा आउनु चाहँदैन। भन्छन् कि हामीहरूको उहाँ पनि नागरिकता छ र यहाँ पनि नागरिकता छ, कति सम्झाउने मान्दैनन् र हामीहरू आज दुविधामा परिरहेछौँ र आउने समयमा यही उनीहरूलाई कालको बाटो लिएर जान्छ, यो एकदम निश्चित रूपमा छ। जो अब हामीसँग जनगणना हुँदैन र हामीहरूको समाजसँग पनि जनगणना हुनु पर्यो र नहुनुको कारण चाहिँ आज हामीले यति दिक्कत भइरहेछ। म धन्यवाद पनि गर्न चाहन्छु हाम्रो लखिमपुर हाम्रो कार्यकारिणी टिम हुनुहुन्छ, उहाँको अध्यक्ष र उपाध्यक्ष आउनुभएको छ, मोटरसाइकल पनि बहराइच भिडी र म उहाँलाई पनि धन्यवाद गर्न चाहन्छु। र यही हो, अब मलाई आफ्नो बखान गर्नु पर्दैन होला, मलाई यति लाग्छ हजुरहरूसँग। र आज जो पनि उचित हुन्छ त्यो सच्चाइको बाटो हो, त्यसको लागि बहुत बहुत धन्यवाद। धन्यवाद हाम्रो शङ्कर गदानीज्यू, संयोजक जी महोदय। र मैले सूचना पाए अनुसार हाम्रो गोर्खा कल्याण समितिको अध्यक्ष नीलमत्था क्षेत्रबाट आरबी गुरुङ साहब यहाँ पाल्नु भएको छ। उहाँसँग अनुरोध गर्दछु कि आफ्नो आसन ग्रहण गरिदिनु हुनको लागि आरबी गुरुङ साहबज्यू। र कार्यक्रमलाई अगाडि बढाउँदै अब म हाम्रो भारतीय गोर्खा सहयोग एसोसिएसनका श्रीमान रमेश सिंहज्यूसँग म अनुरोध गर्दछु, छेत्रीजीसँग, कि आएर समाजको निम्ति 2 शब्द भन्नुको निम्ति म उहाँलाई आग्रह गर्दछु। हाम्रो श्री रमेश सिंहज्यू। भारतीय गोर्खा सेवा समाज